अब अहिले डाँडा गएपछि ठिक हुन्छ अहिले पुगिन्छ उनीहरू अब त्यहाँ अड्दै खाने अब त बिस्तारै जाने त्यसो गऱ्यो भने त मर्वान हुन्छ तेरे उकाल भयो नि कतिमा डाँडा बनाएको कति खाना कस्तो लागिरहेको मलाई माथि हेर्दा नि बादल पनि घुमिरहेको फेरि कुद्ने के कहाँ भयो मान्छे नकुनु न मान्छे कहाँ ल सकिन्छ सकिन्छ कुद कहाँ हुन्छ ल कुद कुद छिटो बल्यो हुनाले त्यसो भएको आज खाना पऱ्यो भेट्दा आउँदैन ब्यान्डेज लगाएर पनि दौडिने कुद छिटो ल बिस्तारै थाक्यो ल ल यहाँ माछामा कुद ल अब त कुद्न सक्दैन अलिअलि कुद अलिअलि तपाईँले त अलिअलि भने बेसरी कुदाउनुहुन्छ अनि मैले अलिअलि भनेर कहाँ बेसरी कुदाएको हो त अनि ल अलिक कुद ल कुद ल
साह्रै ल्याउने तपाईँ आउनु म त आएको छु नि म चाहिँ आउँछु हो तर भोलि पनि कुद्नु सक्दिनँ भोलि कुद्नु सक्दैन त्यो कुद्दै नकुद्ने मान्छे किन भन्नु बिस्तारै नै के को बिस्तारै यस्तो कुरो अन्त मरिहाल्नु कहाँ मर्यो? झर्न त आनन्द होला नि त अब ए ल ल ल अलिक फटाफट हिँड बुढो बाङ्गो भयो अरे भोलि नै आउने खाली सोध्नुहोस् न छिटो अलिक फटाफट हिँड भोलि नै आउने ए ल ल हिँड आउने आउने यहाँबाट अलिअलि कुद्नु पऱ्यो अरे ल ल बिस्तारै बिस्तारै